Hello everyone, very good morning. So आज चाहिँ 25 नोभेम्बर मेरो लागि एकदमै स्पेसल डे हो यो दिन चाहिँ. सो किन भन्दाखेरि चाहिँ आज चाहिँ मेरो छोराको बर्थडे हो हैन. मेरो छोरा चाहिँ आज 3 इयर्स कम्प्लिट हुन्छ. सो आज चाहिँ मैले मेरो छोराको बर्थडे चाहिँ कस्तो प्रकारले सेलिब्रेट गरौँ भनेर सोचेको थिएँ भन्दा चाहिँ मर्निङ टाइममा चाहिँ माखल बाबाको मन्दिरमा दर्शन गराएँ अनि उसलाई त्यहाँ दर्शन गराएर त्यहाँनिर सबै मन्दिरमा दर्शन गराएपछि चाहिँ हामीले एक दुईवटा फोटोहरू लियौँ. अनि मेरो छोराले चाहिँ अस्तिदेखिको मम्मा मलाई हर्स राइड गराउनु न भनेको थियो हैन. अनि मैले चौरस्तामा हर्स राइड गराउँछु नि भनेको थिएँ. सो यसरी नै चौरस्तामा उसलाई मैले घोडामा चढाएँ अनि एकदमै खुसी भयो. अनि डराएन पनि, उसको फर्स्ट टाइम हो. सो डराएन पनि आफै इन्जोय गर्यो. त्यसपछि चाहिँ हामी घर फर्क्यौँ. अनि घरमा आएर चाहिँ मैले यो पालिको बर्थडे चाहिँ सबै बाल क्लासको नानीहरूलाई बर्थडेमा बोलाएर उसको केकहरू कटाएँ होइन, भजनहरू गरेँ. एकदमै ब्लेस्ड फिल भयो क्या मेरो छोराको लागि. त्यसरी चाहिँ मैले मेरो छोराको बर्थडे सेलिब्रेसन चाहिँ यसरी सेलिब्रेट गरेँ.